गोरखकाली टायर उद्योग गोरखकाली रबर उद्योगमा आज हाम्रो राष्ट्रिय प्रजातन्त्र पार्टीको जिल्ला अध्यक्ष नारायण गुरुङ र राष्ट्रिय प्रजातन्त्र पार्टी कास्की जिल्लाको क्षेत्र नम्बर 1 को क्षेत्रीय अध्यक्ष नारायण सुवेदी सर। हजुर आज यहाँ गोरखकाली रबर उद्योग निरीक्षण गर्दै हुनुहुन्छ राष्ट्रिय प्रजातन्त्र पार्टी कास्की जिल्लाको अध्यक्ष नारायण गुरुङ र क्षेत्र नम्बर 1 का क्षेत्रीय अध्यक्ष नारायण सुवेदीज्यू। भन्नु नि यसको बारेमा के हो कसो पर्दैन बन्द भएको कम्पनी सबै खोल्न पर्छ देशमा शान्ति आउनु पऱ्यो 15-20 वर्ष होइन यो द्वन्द्वकालमै बन्द भएको होला नि छोराहरूले एकदमै चोरहरूले सिद्ध्याएको बन्द गरेको ल अब निरीक्षण सकियो। हाम्रो अध्यक्षज्यू र क्षेत्रीय अध्यक्षज्यू बाहिर नै हुनुहुन्छ। अलिअलि बन्द भने चालु बन्द भइरहेको थियो पूर्ण रूपले बन्द भएको त मेसिनहरू त चालो हाल्नु के मसिनको त अब हेर्नु उसले चाहिँ एडिजीले चाहिँ गुहारेको हो। मसिनको रिपोर्ट बुझाइसकेको छ। मसिनको यसको सबै रिपोर्ट बुझाएर चल्ने नचल्ने कन्डिसन कस्तो छ भन्ने कुरो प्रतिवेदनले चलाउनु त नचल्ने कुरो पनि चलेकै अब विश्वमै अब हाइलाइट आएको टाइड हो। तर यो माल त्यस्तै भएर नचलेको तर यसलाई चलाउनु पर्छ। अनि चल्ने त चल्ने नै भने अनि चलिदिनु बन्द भएको उद्योग सब चलेर नेपाललाई सानो मुलुक भयो यही छ भन्ने छ यहाँको टायर अहिलेसम्म केही भएको छैन भन्ने कुरा आयो कि इन्डियाको मतलब रबर फ्याक्ट्री अब मालबाट पनि छ नि मार्केटिङ कम्पिटिसनमा सबै यहाँ कर्मचारी आफैले हो छ चिन्ता अरू पनि आएको पैसा तलब नीतिले जो हामीले गोरखकाली रबर उद्योग लिमिटेड गोरखकाली रबर उद्योग देखिए ना डेट